स्वीकृति पाऊँ। झ्यालमा मैले एकजोर आँखा देखेको हुँ। खाली क्यानभास, टेबल भरि रङ, हातमा ब्रस र रित्तो म, झ्यालमा मैले एकजोर आँखा देखेको। मैले तिनै आँखा सम्झिएर हतार हतार चलाएको हुँ ब्रस। आकाशको रङ चोरेर तिम्रो आँखा जस्तो जादुई आँखा बनाएको हुँ। रङमाथि रङ थप्दै जाँदा महसुस गरेको हुँ। फुल काँडासँग डराएको, किनार पानीसँग आत्तिएको, विपना सपनासँग तर्सिएको। ती आँखाका सपनाको रङ कस्तो होला? ती आँखामा कति सम्झनाहरू लटरम्म फलेका होलान्। ती आँखाले साँच्चीकै कति पाइतलाहरू कुरेका होलान्। एक थोपा पानीको जति पनि भाग्य रहेनछ मेरो, जो एउटा सानो बतासको झोक्कामा परेर बरालिँदै तिम्रो आँखामा खस्नु र शीतल बनाइदिनु। एउटा झुप्रो जो उभिरहन्छ हेर्दै उनका चालहरू, उनको छातीमा अडिएको ऐनाले। हरेक पल्ट स्वाद लिइरहन्छ उनको सिँगारको, हरेक दिन मलम लगाइरहन्छन् उनी चर्याएको झुप्रोको भित्रदेखि बलेसीसम्मको घाउभरि। त्यही झुप्रोले विश्वास दिलाइरह्यो। भान्साका 3 चुल्हामा बालेर न्यानो सेकिरह्यो, पकायो मिठो निन्द्रा। मेरो इच्छा त यति हो, मसी बनेर एक थोपा चुहिनु तिम्रो कलमबाट, खिपेर मनको भावना समेटिनु तिम्रो जिन्दगीको खाली पन्नाभरि। एक हुरी बतास तुफान बन्नु अघिको, एक झरी पानी बाढी पहिरो बन्नु अघिको। नदेखेरै आज भोलि उनी हेरिबस्छिन् मेरो हृदयको भित्तामा टाङ्गिएर। थाहै नपाई चियाइरहन्छु एकहोरमा उनको आँखामा। तिमी भने हृदयमा टिपिरहन्छौ सिल्ली र नाचिरहन्छौ हृदयभरि च्याब्रुङ। बित्थामा झुटो सूचना बोकेर आँखा र दिमागको बाटो हुँदै कुदिरहन्छ दुखिरहने आफ्नो हुलाकी मुटु। झ्यालमा मैले एकजोर आँखा देखेको हुँ। सभाध्यक्षज्यू, ती नसानो आँखा कसका होला? हुबहु हजुरसँग मेल खाने। धन्यवाद।